सम्पूर्णलाई सेवा नमस्ते, जय माटो भन्न चाहन्छु। आज फेरि म तपाईहरुलाई कतिपय चाहिँ हाम्रो गाउँघरमा मैले के भेटेँ भने अहिले अब भोट कसलाई दिने, के को लागि दिने, कसरी दिने, अब उम्मेदवार आफ्नो पार्टीको उठेको छन् भन्ने कुराहरू मैले पाएँ। यसलाई स्पष्ट बनाउनको लागि म फेरि पनि तपाईहरुको सामु म धनीराम नछुङ उपस्थित भएको छु। अब हामी अनलमा पर्नु हुँदैन, देश समृद्धि बनाउन, देश बचाउन र देशलाई चाहिँ देशको माया लाग्नको लागि र देश बचाउनको लागि हामी अब चाहिँ एक ढिक्का भएर अगाडि बढ्नु पर्ने हुन्छ। सर्वप्रथम त म के भन्न चाहन्छु भने विभिन्न दलका विभिन्न चाहिँ पार्टीका चाहिँ हामी कार्यकर्ताहरू छौं र तपाईको चाहिँ विशेष गरी हामीले बुझ्नै पर्ने कुराहरू एक दुई कुराहरू म भन्न चाहन्छु। पहिलो एक नम्बरमा के भन्न चाहन्छु भने हामीले बुझ्नै पर्ने कुरा चाहिँ के हो भने एक नम्बरमा मेरो पार्टीको नेतृत्व को छ र भोलिको दिनमा मैले भोट दिँदै गर्दा को प्रधानमन्त्री हुन्छ र त्यो पार्टीको नेतृत्वकर्ता चाहिँ को छ भन्ने कुरा हो पहिलो कुरा। अहिले तपाईको चाहिँ म के भन्न चाहन्छु भने हामीले माटोमा भोट दिउँ भने हर्क साम्पाङलाई जाने हो र भोलि हर्क साम्पाङ प्रधानमन्त्री हुने हो। त्यसै गरी हामीले रुखलाई भोट दिउँ भने गगन थापा नै भोलि प्रधानमन्त्री हुने, गगन थापालाई भोट दिने हो। अर्को कुरा तपाईं हामीले तारालाई भोट दिँदै गर्दा भोलि प्रधानमन्त्री त्यही प्रचण्ड हुने हो। त्यसै गरी हामीले घण्टीलाई भोट दिँदै गर्दा त्यही रवि लामिछाने प्रधानमन्त्री हुने हो र तपाईं हामीले सूर्यलाई भोट दिँदै गर्दा त्यही केपी ओली शर्मा भोलिको भावीको प्रधानमन्त्री हुने हो र तपाईं हामीले दिएको भोट त्यहाँ जाने हो। अहिले खोटाङ जिल्लामा जम्मा 13 दलले उम्मेदवार दिएको छन्, तर उम्मेदवारीहरू जम्मा 15 जना हुनुहुन्छ, 2 जना स्वतन्त्र हुनुहुन्छ। त्यो भएको कारणले हामीले बुझ्नै पर्ने कुरा के हो भने यो देश बनाउने मान्छे को हुन् र त्यो पार्टी कुन हुन् भनेर तपाईं हामीले बुझ्नु अत्यन्त जरुरी छ। एकताली सरसर्ती तपाईं हामीले बुझौं हेरौं। केपी शर्मा ओलीले बारम्बार प्रधानमन्त्री भए, के गरे? गगन थापाले तपाईको देशको लागि के गरे र उहाँ मन्त्री पनि हुनुभएको हो। स्वास्थ्य मन्त्री हुँदा के गरे र बाख्रा लगेर कहाँ लगे त्यो कुरा पनि तपाईं हामीले बुझ्नु अत्यन्त जरुरी छ। अर्को कुरो तारा प्रचण्डको कुरा गरौं। 17,000 जनयुद्धमा देश परिवर्तन गर्छु भन्नु भएर पहिचानको कुरा गर्नु भएर उहाँले आफ्नो अस्तित्व नेकपा माओवादी केन्द्रबाट अहिले उहाँ नेपाली कम्युनिस्ट पार्टी बनाउनु भएको छ। उहाँको पनि एकताली बारम्बार प्रधानमन्त्री भए, देशमा परिवर्तन के गर्नुभयो। त्यसै गरी तपाईं हामीले अर्को घण्टी अथवा तपाईं हामीले रासोपाको गृहमन्त्री 2 ताल हुनुभयो रवि लामिछाने, उहाँले के गर्नुभयो र 5 वटा सहकारी ठगेर हामी दिन दुखी गरिबीको 1 रुपैयाँ जम्मा गरेको पैसा हिनामिना गर्नु भएको छ। अहिलेसम्म छानबिन भएको छैन। उहाँ दोषी हो या होइन भोलि यो कानुनले बताउँछ, त्यो पनि हेर्नु पर्यो र विभिन्न पार्टीका नेतृत्वकर्तालाई एकताली हेरौं तपाईं हामीले। र अर्को छ माटो चिन्ह संस्कृति पार्टीको केन्द्रीय अध्यक्ष हर्क साम्पाङ लगभग 3.5 वर्ष उहाँ मेयर हुनुभयो। उहाँले के गर्नुभयो त्यो तपाईं हामीले हेर्नु पर्छ। कसले गर्छ कसले गर्दैन भनेर यो समय पार्टी छान्ने हैन, नेतृत्व छान्ने हो। नेतृत्व छान्दै गर्दा तपाईं हामीले यहाँ सरसर्ती हेरौं एकताली
सूर्यबाट देवविक्रम राई, त्यसै गरी ताराबाट तपाईको चाहिँ हरिरोगका दाई, त्यसै गरी सूर्य के अरे रुखबाट हाम्रो वीरकाजी दाजु, त्यसै गरी तपाईको चाहिँ घन्टीबाट रासोपाबाट रुद्रगिरी दाजु र माटो चिन्ह संस्कृति पार्टीको माटो चिन्हबाट आर्यन राई। उहाँहरूले बारम्बार भन्नुहुन्छ के त भन्दा अहिले पनि हामीले के बुझ्छौँ भने उहाँहरू भन्दा अब्बल मान्छे को हुनुहुन्छ त? सबै राम्रो हुनुहुन्छ, आफ्नो मान्छे हुनुहुन्छ, मैले सबैलाई चिनेको मान्छे हो, तर भोट दिँदै गर्दा भोलि जित्दै गर्दा उहाँले कति गर्नु सक्नुहुन्छ यो जिल्लालाई भन्ने कुरा पनि तपाईँहरूले बुझ्नु अत्यन्त जरुरी छ। म के भन्न चाहन्छु भने 30 वर्षको उमेरमा सांसद लडेर तपाईको चाहिँ 75वटा जिल्ला घुमेर देश प्रदेश के अरे पूर्व पश्चिम उत्तर दक्षिण चारै दिशा घुमेर देशको निमित्त बोल्ने र तपाईको चाहिँ भोलिको दिनमा गर्न सक्ने युवा भनेकै अहिले म आर्यन राई अब्बल देख्छु। मेरो पार्टीको भनेर होइन, किन हो भने उहाँ चाहिँ भोलि यहाँ जिल्लाबाट जितेर जाँदै गर्दाखेरि पनि उहाँले ठुलो काम गर्न सक्नुहुन्छ, किनभने उहाँ केन्द्रीय महासचिव हुनुहुन्छ। भोलि मन्त्रालयमा पठाउँदै गर्दा मन्त्री हुँदै गर्दाखेरि पनि तपाईको चाहिँ अब्बल उहाँहरूको हातमा पावर हुन्छ। त्यो भएको कारणले यो जिल्लाको भविष्य भनेको अबको दिनमा यस्तो नेतृत्व छान्नु अत्यन्त आवश्यक छ। त्यो नेतृत्व तपाईको चाहिँ संस्कृति पार्टीको महासचिव तपाईको चाहिँ आर्यन राई नै म अब्बल देख्छु। त्यो भएको कारणले हर्क साम्पाङ जस्तो नेतृत्वकर्तालाई हामीले माटो चिन्हमा भोट दिएर भविष्यको प्रधानमन्त्री अबको चाहिँ यो चुनाव पछिको प्रधानमन्त्री बनाउनको लागि गर्ने मान्छेलाई हामीले रोजौं, देश बचाऊ, देश दुर्घटनामा नजानको निमित्त यो माटोको निमित्त हामीले रोज्नु अत्यन्त आवश्यक छ। हामी अनलमा नपरौं। हिजो हामीले विभिन्न पार्टीलाई भोट दिएर जिताएर पठाक्यौं, उहाँले के गर्नुभयो त? उहाँहरू प्रधानमन्त्री पनि हुनुभयो, उहाँहरूको नेतृत्वकर्ताहरू। अब हामीले उहाँबाट आश गर्नु भनेको हामी चाहिँ फेरि पनि जनता यो देश दुःख पाउनु हो र यो देश दुर्घटनामा जानु हो। मैले यो भने तपाईहरूलाई सम्पूर्ण खोटाङवासी आम दाजुभाइ दिदीबहिनीहरू, जेन्जी भाइ बहिनीहरू, बुवा आमा, हजुरबा हजुरआमा लगायत देश विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई फेरि म के आग्रह गर्न चाहन्छु भने हामीले नेतृत्वमा भोट दिँदै गर्दा नेतृत्व को छ त? यो पार्टीको नेतृत्व को हो? यसले के गर्छ, के गर्न सक्छ, के गर्न सक्दैन भन्ने कुराहरू तपाईहरूलाई म विनम्र अनुरोध गर्न चाहन्छु। सोचेर भोट दिउँ। र अर्को कुरा, हामीले विदेशी पैसा लिएर हामीले यो देशमा विकास गर्छु भन्नु भनेको हामी खाल्टोमा पस्नु हो। त्यो भएको कारणले कोरिया, जापान, हैन चाइना हेरौँ न विकसित देशहरू, उहाँहरूले श्रम गरेर 18 घण्टा श्रम गरेर 16 घण्टा श्रम गरेर त्यो देश अहिले विकसित भएको छ। उहाँहरूले विदेशी पैसा लिएको भए हाम्रो देश नेपाल जस्तै कंगाल हुन्थ्यो। भोलि हामीले हाम्रो देश कंगाल नबनाउनुको निमित्त हर्क साम्पाङलाई जिताऊ, हर्क साम्पाङलाई हामीले भोट दिउँ माटो चिन्हमा। जय माटो, जय देश। धन्यवाद।